चढेर वेलकम टु माई युट्युब भ्लग। तपाईहरुलाई वेलकम छ। सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला सबैजना। म पनि सन्चै छु। हिँड्न चाहिँ म बर्थडे पार्टीमा चाहिँ दिउँसो नै हिँडेको हो, तर अहिले चाहिँ म फर्किँदाखेरि चाहिँ राति भयो। तर मैले त्यही भएर म पनि देखेको छैन होला यहाँ भिडियोमा। यो अलि राति भएर पनि हो, यो लाइट चाहिँ अलिअलि छ। सो बर्थडे पार्टीमा गएर के गर्यो होला भनेर सोच्नुहुन्छ होला। म चाहिँ बर्थडे पार्टीमा गएर के गर्यो होला भनेर तपाईहरुलाई भनि सक्नु भन्दा पनि तर भिडियो हेरेरै तपाईले थाहा पाउनु हुनेछ। मैले तपाईहरुमाथि मैले पोख्ने छु। पार्क सेनै जोर बारुमा पर्छ। यता मेरो साथी भयो अनि यता म चाहिँ यता चाहिँ माछा मारेर आएको छन्। म चाहिँ माछा छोड्न आएको। पानी चाहिँ बग्छ चाहिँ कहाँदेखि? त्यत्रो नाली त यता आएको छ, नाली उता त नाली आएको छ, उता एउटा नालीको पानी हो क्या नि? यो पनि नाली आएको छ, यो सबै नाली जाने, त्यो मात्र बग्ने हो त नि। तताउका तताउला अनि बर्थडे मनाएर चाहिँ यतातिर हामी फेरि हाम्रो होस्टेल अगाडि आएको हो। एउटा रेड बुल खानालाई चाहिँ बसेको थियौँ दाइहरूसँग होइन। अब त्यही हो। रेलै चढेर तिमीलाई सम्झेर सानो रेलै चढेर। भिडियो हेरेर सबैले थाहा पाइसक्नु भयो होला। म चाहिँ बर्थडेमा गएको थिएँ हिजो। मेरो सोल्टी हुनुहुन्छ, उहाँ सोल्टीको बर्थडेमा गएको। अब सोल्टीले इन्भाइट गर्नुभयो एक्कासी। अब त्यस्तो त्योहरू पनि थिएन, अब थाहा पनि थिएन। अनि एक्कासी जसरी भए पनि आउनुपर्छ भन्ने कुरा भयो सोल्टीले। अनि अब नाइ पनि भन्न नसकेर अब सोल्टीको बर्थडेमा गएँ। अनि बर्थडेमा गइसकेपछि अब केही पनि फेरि थाहा नभएको, केही पनि बर्थडे छ यस्तो केही पनि थाहा नपाएर एकैचोटि अब आउनुपर्छ है सोल्टी भन्नुभयो। अन्त एक्कासी क्या यतिकै सुतिरहेको मान्छे त अब एक्कासी म गएँ होइन। एउटा मेरो साथी र म गयौँ। अनि अरू केही पनि अब गिफ्ट सिफ्ट गर्न नपाए पनि ह्याप्पी बर्थडे मात्र भन्न सकियो। ह्याप्पी बर्थडे भनेर विश मात्र गर्न पाइयो। अनि अब त्यहाँ पनि अब खाइयो बस्यो। अब सोल्टीको साथीहरू धेरै साथीहरू थियो, हामी पनि बस्यौँ खायौँ होइन। बस्यौँ खायौँ। अनि अब कस्तो भनेपछि त्यहाँदेखि फेरि हाम्रो अलि टाढै पर्छ रुम आउनलाई। अनि त्यहाँ हामीहरू फेरि फर्किहाल्यौँ। फर्किसकेपछि यता दाइहरूसँग भेट भएको थियो। अनि दाइहरूसँग भेट भएर फेरि अब चिसो खाम न भन्ने कुरा भयो। अनि रेड बुलहरू लिएर खायौँ। रुमतिर जाम है, टाइम भइसक्यो भन्ने कुराहरू भयो। अनि रुमतिर जाने बेला दाइहरूसँग रमाइलो गर्यो, गफ गर्यो, गीत गाइयो दाइहरूसँग। जस रमाइलो भयो। त्यही हो। अब फेरि पनि भन्छु, मैले आज नै भन्छु फेरि वन्स अगेन ह्याप्पी बर्थडे टु यु मेरो सोल्टी। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ खुसी रहनु होला, सधैँ ह्याप्पी रहनु होला होइन। अब तपाईँ
को आउने दिनहरू सधैँ सफल होस् होइन राम्रो हुँदै जाओस् त्यही हो सोल्टी अब once again ह्याप्पी बर्थडे टु यु भनेर मेरो भिडियो पनि यहीँ टुङ्ग्याउँछु होला अब आउने दिनहरूमा चाहिँ नयाँ नयाँ भिडियोहरू लिएर आउने छु अनि नयाँ नयाँ भिडियोहरू पोस्ट गरेर हजुरहरूको माझ ल्याउने छु यो बाचा गर्दै म यो भिडियोबाट छुटिन चाहे